आमा कहाँ जानुभएको? भटमास टिप्नु। आजको यात्रा भटमास टिप्न। यस्तो फुलिसकेको छ। अगाडि हुन्छ नि अनि मलाई सजिलो हुन्छ बोक्नु त। 28 एकर भनेको नि। यहाँदेखि उता 20 एकर छ अरे। यहाँ आगो तापेर जाडो महिनामा के खाएको रहेछन् धेरै। अब त खानेकुराहरू रहेछ। ए आफै त काट्नुहुन्न रहेछ नि त नि। होइन मतलब अर्कै कम्पनीलाई दिनुभएको। कस्तो अनुभव हुँदैछ आमालाई? राम्रै भटमास टिप्नु जानु गरेको कस्तो छ। अमेरिकाको भटमास पहिलोचोटि खान आँटिँदैछ। कहाँदेखि पो बाटो देख्दै थियो अघि म। ए उहाँदेखि रहेछ। यहाँबाट हिँडेर आएको आफ्नै फार्म त हो। आफ्नो फार्म भएपछि यो ए कुकुर दाइना पनि पाउँदो रहेछ होइन? ए अहिले पो हिँड्न सकेको त किनभने झारहरू झरेर। ब्रोइलर भइएछ। ए भटमासको जिन्दगी यस्तो छ। कति पातलो खालेको रहेछ। यता छ आमाले। हुन्छ उयो उखाल्नु नि ठ्याक्कै नेपालकै हुँदो रहेछ। ए यी नेपालकै हुँदो रहेछ। सेतो भटमास टन्नै उखाल्नु त आमा। के को टन्नै उखाल्नु? उयो त आउँदै एक मुठी जति खोलेर जाउँ। उखाल्नु नि अब यतिखेरै त। होइन टिपेर सकिँदैन। उखाल्दै हाल्यो अनि घरमा लगेर छान्ने। टिपेर त कहिले पार लाउनुहुन्छ? खसी बनिन्जेलसम्ममा चाहिँ आमा टिपिरहनु भएको छ। उहाँ पनि यस्तै हुन्थ्यो होइन आमा? ठुल्ठुला कोठा हुन्थेन। तर सेम मैले त ठुल्ठुलो हुन्छ होला भन्दै थिएँ। मतलब क्या अब यहाँको भटमास चाहिँ अलिक ठुलो हुन्छ नि। यो नेपालबाट अर्डर गरेको जस्तै त सेतो खालको भटमास रहेछ नि त। बोल्नु नि बोल्दै गर्नु नि भनिदिन्छु म चाहिँ सिकाउँदैछु। सिकाउ के अरे एक झोला जति टिपौँ अनि लैजाउँ भनेको नि। त्यसले खाइसकेको भटमास। तर मैले त त्यो यत्र त्यो क्या उयो हुन्छ नि बेबी भटमास अरे के त्यो देख्दाखेरि चाहिँ ठुल्ठुला खालका भटमास हुन्छन् होला भन्थ्यो। कहिले सक्नु यसरी? अब त बनुन्जेलसम्म सकेला नि त एक प्लास्टिक त दाजुहरूको। आमाले टिप्नु भएको यस्तो नेपाल भुटानमा? मलाई चाहिँ थाहा रहेन कि खाने आमा यो नेपालमा। नेपालमा चाहिँ खेतको आलीमा अलिअलि रोप्थ्यो कि। मलाई दाल छ होइन खेतको आलीमा त्यो क्या धान रोप्दाखेरि रोपेको याद छ। दालको जत्रै हुँदो रहेछ यो चाहिँ। म अहिले भएर लगेर भुटेर खाइहाल्नु पर्यो। मलाई त फेरि कति मनपर्छ यो भटमास। हामी त नेपालबाट अर्डर गरेर उयो गर्छौँ नि त।
ए यो चाहिँ उयो एक कोसा चाहिँ खोर्जानमा पाउँदो रहेछ ए आमालाई पनि कस्तो मन परिराखेको हुन्छ मलाई नि थोक उसिनेर चाहिँ नि कलिलो काँचो मिठो लाग्छ हौ म भुटानमा खाएको याद आएको होला नि हाम्रो पनि आमाले अस्तिदेखि भटमास भटमास भन्दै हुनुहुन्थ्यो अब अर्काको बारीमा यहाँ चाहिँ कुन ठाउँमा हुनुहुन्छ तपाईँहरू ए भीम दाजुहरू हाम्रो चाहिँ आफ्नै पर्नुहुन्छ पालङ्गे छ कि भनेको पालङ्गे त सबै सुकिसकेको रहेछ ल